फेरि नेपाललाई यति ठुलो धोका। नेदरल्यान्ड्स र नेपाल बीच भएको खेलमा बसिर अहमदले नियम तोडेको भन्दै नेदरल्यान्ड्सलाई अम्पायरले दिए 10 रनको उपहार। हो, तपाईलाई अचम्म लाग्न सक्छ। भिडियो सुरु गर्नुभन्दा अगाडि तपाईले साइडमा रहेको यो बेल आइकनलाई दबाएर सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै टुङ्ग बजाएर सब्स्क्राइब गरेर जोडिनु होला। अब भर्खरै आज डेब्यु गरेका खेलाडीहरूले 3 जना खेलाडीहरू घाइते भएपछि नयाँ आएका खेलाडीहरूले नियम उल्लङ्घन गरेको भन्दै अम्पायरले नेपालमाथि यति ठुलो धोकाधडी गरेका छन्। हामी विस्तृतमा जाउँ के भएको रहेछ। विश्वकप लिग 2 अन्तर्गतको जारी खेलमा नेपाललाई आफ्नो इनिङ्समा 10 रन घाटा लागेको हो। मध्यक्रमका ब्याट्सम्यान बसिर अहमदले नियम विपरीत पिचमा दौडिएको भन्दै अम्पायरले 2 पटक गरी 5-5 रन सजाय गरेका छन्। अब दोस्रो इनिङ्समा नेदरल्यान्ड्सको रन गन्ती सिधै 10 रनबाट सुरु हुनेछ, अर्थात् नेपालले बनाएको स्कोरभन्दा 10 रन कममै नेदरल्यान्ड्सले लक्ष्य भेटाउन सक्नेछ। सम्भावित त्यो स्कोरिङ म्याचमा नेपाललाई ठूलो क्षति हुनेछ। श्रृङ्खलाको अन्तिम म्याचमा अवसर पाएका बसिरले 11 रन जोडेर आउट भएका थिए। आइसिसी विश्वकप लिग 2 अन्तर्गतको सिरिजमा नेपालले नेदरल्यान्ड्समा 237 रनको लक्ष्य प्रस्तुत गरेको हो। स्कटल्यान्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 236 रन बनाउन सकेको हो। नेपालका लागि आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले। आरिफले 85 बलमा 84 रनको योगदान दिए। उनले 7 चौका र 2 छक्का पनि प्रहार गरे। अन्य ब्याटर खासै चल्न नसक्दा नेपालको ब्याटिङलाई आरिफले उकासे। कुशल भुर्तेल 18 रनमा आउट भए। अनिल शाह 2 रनमा आउट भए भने भीम सार्की 35 रनमा आउट भए। कप्तान रोहित कुमार पौडेल 35 रनमा आउट भए भने दिपेन्द्र सिंह हेरी 16 रनमा आउट भए। बसिर अहमद 11 रनमा आउट भए भने सन्दीप लामिछाने 2 रनमा आउट भए। र त्यसै गरी राम्रो प्रदर्शन गर्दै आएका करण केसी भने आजको गेममा 11 रन बनाएर आउट भए। नन्दन यादव 10 रनमा अभिजित रहे। बलिङमा नेदरल्यान्ड्सका पल भ्यान मिकरले 4 र माइकल लेभिटले 3 विकेट लिए। स्कटल्यान्डमा जारी सिरिजमा नेपालले 2 खेलमा जित र 1 खेलमा हार बेहोरेको छ। नेदरल्यान्ड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। टिममा 3 परिवर्तन। नन्दनको डेब्यु खेलाडी परिवर्तन हुँदा नेपाललाई यस्तो चुनौती भयो। आइसिसी विश्वकप लिग 2 को स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्स विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। स्कटल्यान्डको डन्डीमा सुरु भएको खेलमा नेदरल्यान्ड्स टस जितेर फिल्डिङ रचेपछि नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। मुख्य प्रशिक्षक स्टुअर्ट लले टिममा 3 परिवर्तन गरेका हुन्। नेदरल्यान्ड्स विरुद्ध ओपनर अनिल शाह, अलराउन्डर बसिर अहमद र फास्ट बलर नन्दन यादवले मौका पाएका हुन्। खेलको अघिको अभ्यासमा महत्त्वपूर्ण खेलाडी सम्पाल कामी र गुलसन झा घाइते भएपछि उनीहरूको स्थानमा नन्दन बसिरले मौका पाएका हुन्। सम्पाल र गुलसनले त्रिकोणात्मक T20 सिरिज पनि गुमाउनेछन्। यी खेल मार्फत नन्दनले एकदिवसीय क्रिकेटमा डेब्यु पनि गरेका हुन्। सहायक प्रशिक्षक तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले डेब्यु क्याप दिए। प्रशिक्षक लले ओपनर आसिफ शेखको स्थानमा अनिल शाहलाई टिममा राखेका हुन्। आफूले 3 खेलमा 19, 20 र 8 रन बनाएका थिए। नेपाली टिममा कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित कुमार पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह एरी, बसिर अहमद, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने र ललित राजवंशी छन्। आदरणीय दर्शक महानुभाव, अब भर्खरै डेब्यु गरेका 3 जना खेलाडी घाइते भएपछि नयाँ टिममा उनीहरूको सट्टामा आएका खेलाडीहरूले अब नियम उल्लङ्घन गरेको भन्दै अब नेपाललाई यति ठुलो घाटा लागेको छ। 10 रन भनेको सामान्य होइन। आदरणीय दर्शक महानुभाव, नेपाललाई यति ठुलो घाटा लागेको छ। नयाँ डेब्यु गरेका 3 जना खेलाडीहरू घाइते भएपछि नयाँ डेब्यु गरेका 3 जना खेलाडी जुन खेलाडी बसिर अहमदले नियम तोडेको भन्दै नेदरल्यान्ड्सलाई अम्पायरले 10 रनको उपहार दिएको छ। र यो नेपाललाई अब अस्तिको खेलमा नेपालले 2 रनले हार्न पुगेको थियो भने अब 10 रन नेपालको लागि कति इम्पोर्टेन्ट हुनेछ। 11 रन बनाएका बसिरले नियम उल्लङ्घन गरेको भन्दै अम्पायरले अझै पनि 10 रन नेदरल्यान्ड्सलाई थपिदिएका छन्। यो नेपाली क्रिकेटमाथिको यो अन्याय हो या होइन, तपाईले कमेन्ट गर्नुहोला। अम्पायरले के यस्तो गर्न योग्य थियो?
या थिएन। नेपाललाई बारम्बार यस्तो हुँदै आएको छ। भारत र नेपाल बीच भएको खेलमा पनि यस्तै विवाद भएको थियो र भारतलाई सपोर्ट गरिएको कुरा तपाईँहरूलाई यथावत नै छ। र आजको खेल के हुन्छ, नेपालले जित्छ या जित्दैन, बसिर अहमदले गरेको यो हरकतलाई तपाईँ के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। हामी यसपछिको अपडेट ल्याएर उपस्थित हुनेछौँ।